एभ्रिवान वेलकम टू माई च्यानल। आज चाहिँ भक्तपुर काममा आएको। भक्तपुर काममा आएर पनि सेटिङ गरिसक्यौँ। यो चाहिँ खानाको लागि तयारी गरेको चाहिँ मैले गरेको। बिहान आउँदै गर्नु मन थियो तर बिहान चाहिँ अँध्यारो थियो, त्यही भएर भ्लग गर्नु पाएन। यस्तो छ यहाँ चाहिँ। यो चाहिँ भक्तपुर गेस्ट हाउसमा काम हो हाम्रो। यस्तो छ, होटल टेबलहरू भइहाल्यो। यता चाहिँ बार सुप पानीहरूको लागि सेट गरेको। यस्तो छ। हामी अस्ति पनि हात्तीमासी चाहिँ बिहेको थियो। अस्ति चाहिँ उतापट्टि साइडमा थियो, उता साइडमा थियो। चियाको लागि कपहरू भइहाल्यो। सुपको लागि चम्चा, सुपको डिस, टेजर प्लेट, चम्चा, ग्लासहरू रेडी भइसक्यो। यहाँ चाहिँ यस्तो छ सेटिङ चाहिँ। ठाउँ चाहिँ ठुलो छ, एकदम राम्रो। बिहान गरौँ भनेको, बिहान आउँदा आउँदा अँध्यारो। त्यही माथि गाडी, हाम्रो गाडी चाहिँ फेरि बोलेर गाडी मनपर्छ कि हामी चाहिँ, अनि गर्नै मिल्दैन गाडीमा चिसो भएर। यो चाहिँ स्न्याक्सको लागि, स्न्याक्समा चाहिँ यो डिस चल्छ है। यसमाथि अझै अर्को डिस पनि जान्छ। हाम्रो चाहिँ गेस्टहरू धेरै भएको हुनाले हामी चाहिँ दुईपट्टिबाट सुरु गर्छौँ। यो एकपट्टि भइहाल्यो, त्यो अर्कोपट्टि भइहाल्यो। यस्तो दामी देखियो। ठाउँ चाहिँ लास्टै राम्रो छ, तर यहाँ भक्तपुर है यो चाहिँ। यहाँदेखि पुरै हो। ठाउँ चाहिँ बबाल ठुलो हो। मैले भ्लग गर्नु अहिले नै हो। म काम सुरु भइसकेपछि मैले भ्याउँदिनँ, बनाउन पाउँदिनँ। ड्रेस लगाएको समेत देखाउन पाउँदिनँ, किनभने भ्याउँदैन कि। काम सुरु भएपछि गेस्टहरू हल्लै आउँछ, अनि गेस्ट आएपछि भ्लग त बनाउनलाई त भ्याइँदैन। हो स्न्याक्सको लागि हाम्रो अब यो डिस जान्छ। यो डिस तामाको डिस चाहिँ पुरा नुन र भेनिगल टर्काउनु, तर कालो भइसकेको छ नि त। टल्काउनुपर्छ यो चाहिँ। ठाउँ चाहिँ दामी नै खायो तर यस्तो राम्रो हो है। वा आउने खायो, वा आउने ठाउँ चाहिँ। अब फेरि हाम्रो 21 गति पनि यहीँ छ। भर्खर खाना आएको, बोल्ने कस्तो भइरहेछ। लगाइ अहिलेलाई यति नै। पछि म अब रेडी भइसकेपछि फेरि हजुरलाई एकचोटि देखाउँछु है।